संरचना चाहिँ नयाँ बनाउनु भयो तर यहाँ चाहिँ बिग्रिरहेछ यहाँ भुसनाले यहाँ गोलो बनाइरहेछ यति धेरै रोग ग्रिन मोल्डहरू आइरहेछ पोकाहरू कुहिरहेछ अनि ती परतिर 1 मिटर परतिर चाहिँ नयाँ संरचना बनाएर त्यो नयाँ हुन्न क्या ठाउँ पुरानो भयो भनिसकेपछि त्यो ठाउँमा तपाईँले हाल्नु भएन अनि तपाईँहरूसँगै मिलेर एकैचोटि हाल्नुहुन्छ कि अब यी नजिकै 500 मिटर पनि छैन होइन छुट्टा छुट्टै छ कि सर त्यही भएर अब कि बिग्रिनु कारणले भन्ने लागिरहेको अनि अब तपाईँको यति नजिक छ अनि यसरी भएन नि त नि तपाईँको के हुन्छ भने उतापट्टि हालेर पुरानो पोकाहरू भइसकेपछि भुस्ना हुन्छ रोग किरा आइसकेको हुन्छ अनि यता तपाईँ नयाँ हाल्नुहुन्छ नयाँ त बिग्रिन्छ लगानी त सही भयो नि त हेरेर बनाउनु पर्थ्यो कि सल्लाह गरेर हाल्नु पर्यो समयले एकैचोटि होइन नत्र भए त तपाईँको बिग्रिने चान्स बढी हुन्छ किनभने त्यहाँको भुस्ना यहाँ आइहाल्छ अनि त्यहाँको रोग किरा यहाँ आइहाल्छ अनि बिग्रिन्छ अनि लगानी गरेको त अवश्य भएन नि त तपाईँको लास्ट भइसक्यो यो हाम्रो कति 2600 गोला हालेको थियो नि 12 तलामा हाल्यो यो चाहिँ राम्रो आयो फर्स्ट नट चाहिँ सेकेन्ड नट चाहिँ तपाईँको त्यो भुस्ना कारणले के गरिदियो अब तपाईँको त्यस्तो आएन अनि अब ठिकै पहिलो नट चाहिँ राम्रो आयो तपाईँको यसमा सेकेन्ड नट पनि ठिकै आयो त्यस्तो आएन यो भुस्नै कारणले त होला है यी नजिकै ठाउँ भयो क्या तपाईँहरूको हजुर नजिकै भयो अनि अलि थोरै हेर्छ पनि भयो होचो भयो है हेर्छ पनि भयो कति फुट जति बनाउँदाखेरि हजुरहरूले योभन्दा 1 फिट अग्लो बनाउनु भने हजुर यो तपाईँको 9 भनेपछि 1.5 तल गइसक्यो 9 फुटका ठाउँमा चाहिँ 7 बाई 9 को बनाएको छ नि तपाईँको यसमा फेरि 1.5 फुट तल गइहाल्छ हाम्रो 1.5 फुट गइहाल्छ लगभग तपाईँको 10 को सम्म बनाउनु बाजी 10-11 को बनाउनु यो तपाईँको के कारण पछाडि कि ग्रिन मोल आउनु कारण यो हजुर पहिला आएको थिएन यो पहिला नआएर पछि आयो होइन सबै यो यता वरिपरि सबै खेती यो माथिको तपाईँको यहाँ आसन्तले हाल्नु भएको थियो त्यहाँको झन् सबै गोला हरियो छ कि अब हाम्रो यो तलको एउटा टरा मात्रै हरियो भयो यताको चाहिँ त्यस्तो भएको छैन सबै अब यहाँ तपाईँहरूले गरिराख्नु भएको छ होइन तर अब बनाउने गर्ने प्लान गर्नुभयो भने एउटा फर्मबाट कम्तीमा 1.5-2 किलोमिटरको डिस्टेन्स राख्नुहोस् किन यहाँको भुसना र यहाँको रोग किरा त्यहाँ नजाओस् नयाँमा त तपाईँको एकदमै सेन्सिटिभ हुन्छ एकदमै बच्चालाई जस्तै हेरेर केयर गर्नुपर्छ सुरुमा जुन च्याउ फसट आउन सुरु गर्नुभन्दा अगाडि त धेरै केयर गर्नुपर्छ फसलट नै आइसके पछाडि पनि हरियो आउँछ पोका लार्वाले यो सब लार्वाले खाएको छ पोका तपाईँहरूले लार्वा घुस्यो है लार्वा घुसिरहेको छ किन घुस्यो भन्ने कुरो तपाईँले आफै पत्ता लगाउनु है किन अब यो यहाँ त अब यति धेरै घुस्ना छ है अब यसमा त ल फल्दै गरेकोलाई त्यस्तो धेरै ठुलो असर गर्दैन रोकिलाले त्यस्तो असर गर्दैन तर अब तपाईँले उतापट्टि लाउनु भयो भने अब यहाँबाट सर्लक्क त्यो चाहिँ उतापट्टि लगिङ फुटिङ भयो क्या यो घुस्नको लागि नयाँ ठाउँको नयाँ लज तपाईँले बनाइदिनु भयो क्या नयाँ होटल बनाइदिनु भयो त्यो होटलमा चाहिँ आनन्दले उनीहरूले अब चिल्याक्समा अब के अरे रमाउने भए होइन फ्रीमा तपाईँले चाहिँ पार्टी गरिदिनु भयो क्या त्यो गर्नु भएन हेर्नुहोस् यो सब मैले देखेँ होइन सब मान्छेले गल्ती एउटै गरिरहेको छ कि अब तपाईँहरूले त पकाउनु त राम्रो पकाइराख्नु होला त्यस्तो शङ्का छैन पनि बुझ्नुला तर म्याक्सिमम् मान्छेले पकाउन राम्रो पकाइरहेको छैन ड्रम व्यवस्थापन राम्रो गरिरहेको छैन अनि त्यहीँ वरिपरि हालिरहेको छ कि यो त तपाईँको प्रोफेसनल जति पनि व्यावसायिक किसानहरू छन् नि उनीहरूले कहिले पनि एकै ठाउँमा च्याउ हाल्दैन 8,000 10,000 20,000 50,000 पोका जति हाल्ने हो 3,000 2,000 1,000 जति पोका हाल्ने हो त्यो चाहिँ तपाईँको एकचोटि एकै लट हाल्ने 10 दिन 15 दिन 1 महिना कति लाग्छ एकैचोटि हाल्ने अनि त्यहाँबाट
जति समय लाग्छ त्यसमा निकालिसक्नु निकालेर त्यसलाई यो दुईतिरबाट भाङ्गै छोडिदिने हो खुला गरेर तल अब ट्रिटमेन्ट गर्नुपर्छ ट्रिटमेन्ट गरेर 2 महिना रेस्ट छोडिदिने त्यसको वरिपरि 1 किलोमिटर वरिपरि कुनै फर्म हुने कि छ फर्म भने एकैचोटि हाल्ने हो एकैचोटि हाल्यो भने त तपाईँको चाहिँ नि जस्तो यो पोकाहरू पनि गल्न कहिलेदेखि थाल्छ सेकेन्ड थर्डबाट पोका गल्न थाल्ने हो अनि मात्रै भुस्न आउने सुरुमै त भुस्न आउँदैन त्यो भएको भएर बरु 1-1.5 महिनै लाग्यो भने पनि तपाईँको एकैचोटि हाल्यो भने तपाईँको यहाँनिर अब 1.5 महिना पोकाहरू हुन्छ उता त्यस्तै भद्रगोल हुन्छ अनि काहीँ एक ठाउँमा बिग्रेला एउटा टनेलमा हरियो आउला अनि त्यो हरियो आएको सबैतिर लगाएर छाडिदिन्छ भुस्ना पनि आफैमा चाहिँ उसलाई समस्या हो त्यो भइसके पछाडि तपाईँहरूलाई खेती गर्नलाई गाह्रो हुन्छ नाफा कमाउनलाई गर्ने हो राम्रो फलेन भने तपाईँले त धन्न ठिकै गर्नु भएको छ होइन कतिपय मान्छेले त यति बिगारेका छन् कि अब त्यो नजानेर कि अब उसलाई भनिदिने मान्छे पनि छैन या ऊ आफू सिक्नु पनि चाहन्न तर एकचोटि बुझिसके पछाडि फेरि त्यो गल्ती नगरे कि यो टहरा बनाउँदा कति खर्च लाग्छ धेरै लाग्यो तपाईँहरूलाई 20,000 25,000 30,000 लाग्छ तर तपाईँको भित्रको लगानी हो मेन भनेको भित्र अब तपाईँले 300 गोला हाल्नुभएको छ नि तपाईँको चाहिँ नि कम्ती यहाँ 50-60 हजार त लगानी हुन्छ होइन अनि त्यो 50-60 हजार प्लस आफ्नो समय आफ्नो मेहनत आफ्नो नाफा सबै गयो त्यो भएपछि हामीले कसरी बिग्रिँदैन त्यो त त्यसलाई बढी अब जाडोमा 3 महिना जेने तेने होला त्यो 3 महिना मात्रै खेती गर्ने त कुरो भएन 3 महिना त ल चिसो अत्यन्त चिसो हुन्छ छोपेर एकदम सुरक्षित बनाएर चाहिँ अब उताको भुस्ना पनि यता कक्रेर उडेर आउन नसक्ला त्यो भएर तपाईँको रोग नसर्ला त्यो भएर तपाईँको होला नभए तपाईँको चाहिँ अरू बाँकी 9 महिना अब तपाईँको हावा खोल्नुपर्छ होइन पानी दिनु पर्यो तपाईँको है अब सबै कुराहरू आउने जाने हुन्छ यताबाट उता आउने हुन्छ उताबाट यता आउने हुन्छ होइन त्यो चाहिँ बिग्रिन्छ यो चाहिँ ख्याल गर्ने अन्त तपाईँको यहाँ फर्ममा 2-4जना 5-6जनाको यो ठाउँ छ तपाईँको त्यही कारणले नै हो कि लागिरहेको अब यी मुनतिर अर्को फर्म छ है त्यहीँनिर एउटा एउटा यहाँ त यहीँ 200 मिटर पनि छैन हजुर यहाँ 200 मिटर पनि छैन हजुर यहाँ त 100 मिटर पनि छैन तपाईँको अब यहाँ त हालेर उता हाल्ने हो होइन आफैले हालेकोले आफैको टहराले बिगारिदिन्छ अब तपाईँको पुरानो हो भने त उही भुस्ना गइहाल्छ हेर्नु तपाईँलाई थाहा छैन भुस्नाको प्रकोप केही गरेर रोक्न सक्नुहुन्न यति हो त्यसलाई ग्याप गर्ने बाहेक केही उपाय छैन ग्याप अब यो तपाईँको चाहिँ नि छेउपट्टि पर्यो हजुर हजुर त्यही भएर बढी आक्रमण गर्यो भुस्ना पनि हो नि कतै भुस्ना छ अब यहाँ तपाईँले ग्याप नगरिकन वरिपरि हाल्नुभयो भने जाडोमा 3 महिना बाहेक सक्सेस बनाउन तपाईँले धेरै गाह्रो छ ग्याप राख्ने 2 महिना ग्याप राखिसकेपछि त यहाँ रोग किरा सबै हट्यो अनि त्यस पछाडि अनि सबैले हाल्दै जाँदा त 1 महिनामा त हालिसकिन्छ नि त 1 महिनामा हाल्यो भने त फेरि एकैचोटि च्याउ त आउँदैन नि त सबैले एकैचोटि सुरु गऱ्यो भने पो गाह्रो हुन्छ त यहाँ हालिसक्ने अनि त्यहाँ हालिसक्ने अनि त्यहाँ हालिसक्ने अनि त्यहाँ हालिसक्ने त्यसरी गर्नुभयो भने त तपाईँको यता फर्स्ट लट फल्न थाल्छ उता चाहिँ सेटिङ हुँदै गर्छ फर्स्ट लटमै त भुस्न आइसक्दैन रोकिएर आइसक्दैन किन नयाँ ठाउँ भइसकेको हुन्छ त्यो भएर त्यसरी पनि गर्न सक्नुभयो व्यवस्थापन अब के भुस्न अहिले त तपाईँको ल त्यही हो नि त पुरै मौरो गन्किँदैन मौरी भन्दा पनि धेरै ठुलो अब यो स्प्रे गरेर अब बचाउन सक्यो तपाईँको यो आउँदै गरेको च्याउलाई चाहिँ यो त अहिले जे छ त्यसलाई बचाउनुहोस् है हजुर हजुर यसलाई बचाउने एउटा उपाय छ हजुर यो भुस्ना तपाईँलाई बढी प्रकोप गरिरहेको छ हजुर हजुर तल पानी पुरै छ भने पनि हजुर हजुर अनि निम तेल हुन्छ नि हजुर हजुर निम तेलले मजाले स्प्रे गरिदिने त्यो रन्थनिएर हजुर तल झर्छ होइन हजुर हजुर त्यहाँ डुबेर मर्छ क्या त्यो निम तेलले मर्ने थियो होइन रन्थनिएर तल झर्छ हजुर तल झरिसकेपछि यो पानीमा चाहिँ चोबिएर डुबेर मर्छ यो कस्तो छ तपाईँको बगर छ जति पानी हाल्यो नि सोसिहाल्छ मैले ए त्यो समस्या रहेछ हजुर निमले चाहिँ स्प्रे गरिरहेको छौँ अहिले पनि गर्ने भने यसमा चाहिँ
ठिकै आयो अहिले पछाडि हालेको गोलाहरू तपाईँको लगभग आधा गोला त राम्रो छ अब यहाँ यस्तो छ त त्यहाँ कसरी हुन्छ तपाईँको तल फेरि यस्तो राम्रो त्यो बिउ पनि फेरि राम्रो आएको छ नि सर तल यहाँ अलि तपाईँको ग्रिन मोड आएको बिउमा है तपाईँको अब बिउमा तल गएर हेरेको चाहिँ तपाईँले उता पठाएको बिउ र यताको तपाईँको उताको चाहिँ एउटा यस्तो ग्रिन मोड नआएको एकदम राम्रो छ बिउ यहाँ तपाईँको यो पछाडि आएको तपाईँको यो गोला हाल्नु त्यस्तो आएको छैन तपाईँको बिउ भनेको गाउँ हो हजुर मान्छेले बुझ्दैन अनि यहाँ रोपिदिनुहुन्छ हजुर अनि त्यो अलरेडी तपाईँको भुसनाले ल्याएर त्यहाँ दिनभर सङ्क्रमण गराइदिन्छ अलरेडी तपाईँको युटिलाइज भएन भने चाहिँ सबभन्दा पहिला परालमा भन्दा पहिला बिउको दानामा सङ्क्रमण हुन्छ किन त्यो बिउको दाना भनेको न्युट्रेन हो हजुर त्यो त गाउँ भनेको त सबभन्दा बढी सङ्क्रमण त्यो चान्स भएको चिज हो क्या त्यो भएको भएर अनि सुरुमै केही त्यसमा देखिन्छ अनि देखिसकेपछि मान्छेलाई के लाग्छ भने बिउबाट आयो भन्ने लाग्छ बिउमा आउने हो भने तपाईँको सुरुमै बिउमा हुन्छ कि हजुर हुन त सुरुमा बिउमा नभएर पछि बिउमा कसरी आउँछ आउँदैन नि त यो चाहिँ दाइले हाल्नुभयो तपाईँको काठमाडौँबाट तपाईँको हरिबहादुरलाई चिन्नुहुन्छ हरिबहादुर उहाँबाट मगाउनु भएको थियो दाइले यो दाइको छ क्या छवटा तल चाहिँ अनि अरू चाहिँ टोटल्ली हाम्रो छवटामा हालेको तपाईँको यो तपाईँको सबै जम्मा गरेर यति बजी हो अब त्यो अरू सबै फालिसक्नु भयो ट्र्याक्टरमा अनि अब उता फेरि लगतै हाल्दा चाहिँ हाम्रो यही यताको भुस्न गरेर खाइदियो होला भन्ने लागिरहेको मलाई यहाँ अब तपाईँले यहाँ धेरै गल्तीहरू गरिसक्नु भएको छ हजुर हजुर आफै बुझ्नु होला अब यो यसरी हुन्न जति तपाईँले केमिकलहरू औषधीहरू युज गर्नुहुन्छ नि त्यति च्याउको उत्पादन सम्भव हजुर जति तपाईँले फ्रेस ठाउँ नयाँ ठाउँ र त्यो ठाउँलाई रेस्ट गराएर होइन हजुर चाहिँ ग्याप गराएर हाल्नुहुन्छ नि हजुर त्यति राम्रो बरु वर्षमा तपाईँ रेगुलर खेती गर्छु भनेर टार्गेट नबनाउनुहोस् हजुर वर्षमा बरु 2 चोटि मात्रै गर्नुहोस् हजुर तर सबैमा एकैचोटि सबैमा एकैचोटि हाल्नु सक्सेस हुने गरी हाल्नु त्यसका विधि प्रक्रियाहरू हुन्छन् तपाईँले सबै कुरा ठिक छ पकाइ ठिक होला होइन हजुर काम गराइ ठिक होला तर एउटा मात्रै त्रुटिले बिगार्यो नि त कि एकै ठाउँमा हालिराख्दाखेरि बिग्रियो हजुर त्यो गर्नु भएन यही भुस्नै कारणले तपाईँको सबैको भुसुना कारण यो अर्को कुनै कारण होइन यो तपाईँको एउटै कारण हो भुसुना प्लस पुरानो ठाउँबाट त्यो भुसुनाले पनि अट्याक गर्यो रोग किरा पनि सर्यो हजुर हजुर तपाईँको यो जस्तै यो टर्नेल 2 वर्षसम्म चल्छ अब त्यो खाली राखेर बनाउँदा चाहिँ टिक्ने चाहिँ टिकिहाल्छ अब पुरानोमा अलिक बिग्रिने सम्भावना हुन्छ भन्ने कुरा पुरानो भन्ने केही पनि हुन्न तपाईँको के हो भने यसलाई रेस्ट दिनु पर्यो कि हजुर जस्तो यो चिजहरू तपाईँले जति छ नि हजुर हजुर निकालेर यहीँ वरिपरि राख्ने भएन हजुर त्यसलाई कि मलको रूपमा प्रयोग गर्नु पर्यो खनेर होइन हजुर कि त त्यसलाई अलिक टाढा लगेर राख्नु पर्यो त्यस पछाडि त यहाँ खानेकुरा केही नभेटिसकेपछि भुसुना त मर्छन् बसाइ सर्छन् रोग किरा पनि मर्छ बसाइ सर्छ होइन सरल भाषामा भन्दाखेरि के हजुर अनि तपाईँको चाहिँ नि अब त्यहाँ खानेकुरा केही नभएपछि त यहाँ क्लियर भयो हजुर क्लिन भयो हजुर अनि 2 महिनामा तपाईँको यो प्राकृतिक रूपमा यो फर्किन्छ ठाउँ यहाँ त अहिले तपाईँले त यो लजिङ फुटिङ दिइरहनु भएको छ नि त भुसुनालाई हजुर हजुर यो त यहीँ आइरहन्छ बढिरहन्छ सङ्क्रमण भइरहन्छ केरा त एकै ठाउँमा खेती गरिराख्नु भयो भने तपाईँको चाहिँ नि 5 वर्षभन्दा बढी हुन्न यो त च्याउ हो यार संरचना चाहिँ नयाँ बनाउनु भयो तर यहाँ चाहिँ बिग्रिरहेछ यहाँ भुसुनाले यहाँ गोलो बनाइरहेछ यति धेरै रोग ग्रिन मोल्टहरू आइरहेछ पोकाहरू कुहिरहेछ अनि ती परतिर 1 मिटर परतिर चाहिँ नयाँ संरचना बनाएर त्यो नयाँ हुन्न क्या ठाउँ पुरानो भयो भनिसकेपछि त्यो ठाउँमा तपाईँले हाल्नु भएन बिल्कुल हाल्नु भएन तपाईँ हाल्नुहुन्छ भने त्यो खेरको लगानी खेरको अनि त्यहाँ हाल दुनियाँ लफडा गरेर हाल त्यत्रो खर्च गरेर हाल अनि फेरि निकाल्न पनि खर्च गरेर निकाल अनि लगाएर फाल त्यो त मजा भएन नि त त्यो भएर नहाल्नुहोस् क्या अब गर्मी पनि यस्तो बढी छ ठिक्कै यतिखेर मौसम पनि न गर्मी न जाडो छ यतिखेर भुसुनाहरू चाहिँ उसको सन्तान जन्माउने समय उसको जनसङ्ख्या वृद्धि गर्ने समय ब्रिडिङको समय रोग बढ्ने समय यतिखेर मान्छेलाई हेर्नुहोस् त रुगा खोकी ज्वरो निमोनिया टाइफाइड झाडा पखाला दुनियाँ लाग्छ नि किन लाग्छ भन्दाखेरि यतिखेर टेम्परेचर एकदम ठिक्क छ क्या सबैको लागि ठिक्क छ त्यही भएर सङ्क्रमण यतिखेर हुन्छ अनि यतिखेरै चाहिँ तपाईँले यस्तो ठुलो गल्ती ब्लन्डर मिस्टेक गरिदिनु भयो भने तपाईँको खेरको
लगानी खेर तपाईँको के यस्तो हुँदैछ कि भुसुन नभए नि यो मौसम चेन्ज हुने बेला बिग्रिने सम्भावना बढी हुँदैछ मौसम चेन्ज हुने बेलामा आफै त बिग्रिने सम्भावना बढी हुन्छ हजुर हजुर अब यहाँ तपाईँले रोग पालेर राख्नु भएको छ हजुर अनि त्यो रोग चाहिँ त्यहाँ म जान्न उहाँको लगानी छ भन्छ रोगले किराले म हाम्रो तुलसी सरको चाहिँ त्यहाँ लगानी छ अब म यतै खाएर बस्छु आनन्दले रमाएर बस्छु त भन्दैन होइन पक्कै पनि भन्दैन नि त त्यहीँ जान्छ जहाँ नयाँ छ झन् ती जान्छ ती राम्रो मान्छ कि त्यहाँ नयाँ चिज छ प्रशस्त खानेकुरा दिइराख्नु भएको छ त्यहाँ त च्याउको ढुसी त सबभन्दा बढी यो भुस्नालाई मनपर्छ खानाको लागि एकदम नरम हुन्छ अनि पौष्टिक हुन्छ त्यो भइसकेपछि त्यहाँ जान्छ लार्वा पनि पारिदिन्छ लार्वा पार्ने उपयुक्त ठाउँ हो भन्छ यहीँ जनसङ्ख्या वृद्धि गर्ने जन्माउने ठाउँ हो भन्छ त्यहीँ जन्माइदिन्छ एउटा भुस्नाले तपाईँको चाहिँ हजारौँ सङ्ख्यामा लार्वा पारिदिन्छ अनि त्यस पछाडि त्यो लार्वाले सिध्याइदिन्छ अनि त्यस पछाडि बाइचान्स बचाउनु भयो भने पनि चिर्ने बित्तिकै अब हावा त खोल्नु पऱ्यो हावा खोलिसकेपछि तपाईँको सबै भुस्ना त्यहाँ गएर त्यहीँ खाएर सकिदिन्छ सेकेन्ड लटमा त खाएर सकिदिन्छ फर्स्ट लट अथवा सुरुमा त त्यो कलिलो ढुसी त सिधाइदिइहाल्छ नि त्यो भएको भएर त्यहाँ नहाल्नुहोस् अनि यो पकाउने चाहिँ तपाईँको यो है अलिक माथि के छ ड्रम बेल्टहरू छ ड्रम बेल्ट त तपाईँको त्यो रस्सी सुत्दिलो ड्रम बेल्ट ड्रम बेल्ट पहिला प्लास्टिक राख्ने हजुर हजुर त्यहाँबाट माथि तपाईँको चाहिँ नि बोराले कभर गर्ने सेफ्टीको लागि अनि त्यस पछाडि मोटरसाइकलको ट्युब बान्ने सिङ्गल ट्युब त्यस पछाडि ड्रम बेल्ट पस्ने पसिसकेपछि एकदम धेरै टाइट हुन्छ जति फुले पनि तपाईँको त्यो बरु पड्किन्छ हुत्किँदैन माथिबाट डटपिनको टुटी जत्रो कुनै सुइरो बनाउने माथिबाट एक ठाउँबाट मात्रै सिटी खोलिदिने अनि त्यो चाहिँ एकदम फुटबल जस्तो फुलाएर पकाउने त्यो सिटी बज्नु त्यो लुज बनाएर हुँदैन यो यसमा कति घन्टा राख्नुहुन्छ यसमा लगभग तपाईँको 2 घन्टा 1.5 घन्टाले पुग्दैन पुग्दै त पुग्दैन पहिला तपाईँको 2-2.5 घन्टा पनि बनाइयो लास्टमा त चापर लाग्यो भने तपाईँको 1.5 घन्टामै हुँदैन तपाईँ थोरै गर्नु जति सक्नुहुन्छ त्यति गर्नुहोस् क्या यो पेटमा जति अर्थी त्यति खाने हो कि अपच खानु भने त तपाईँ ढाडा पखाला लाग्छ त्यो हुनु तपाईँको यो ड्रममा म आफै खेती गर्दाखेरि तपाईँको 3.5-4 घन्टा राख्छु माथि बाफ आइसकेपछि हाम्रो के छ नि नेचर हामी नेपालीहरूको भुइँको टिप्न खोज्छौँ गोजीको झर्छ है गोजीभरि छ अनि त्यो भुइँको एकजना टिप्न खोज्छौँ गोजीको त्यो सबै झर्छ कि भइरहेको त्यही हो है अब तपाईँ हामीले के बुझ्नुपर्छ भने भएन सकिएन सकिँदैन भन्ने होइन क्या कसरी भएन किन सकिन्न त्यो कुरा चाहिँ बुझ्नु पर्यो अनि मान्नु पऱ्यो कि भनेर म तपाईँलाई बारम्बार त्यो भिडियो सबैतिरको बनाएर पठाउनु कहाँ के भइरहेछ भनेको कुरा के भने तपाईँले यो यसरी पकाइराख्नु सर यहाँ यति बिग्रिरहेछ यहाँ यसरी हालिरहेको छु यहाँ त हाल्न खोज्दैछु भनेर पठाउनु भएको त म यो नगर्नुहोस् यो गर्नुहोस् त भन्थेँ नि त म तपाईँहरू पठाउनु अब के गर्नु मैले भन्नु त होइन हामीलाई त थाहा हुँदैन अब सबैतिर पुगेर गाइँदैन च्याउ त संसारकै सबभन्दा सेन्सिटिभ चिज हो यो खेती तपाईँले मकै लाए जस्तो धान कोदो लाए जस्तो कुखुरा पाले जस्तो चाहिँ तोरी लाए जस्तो आँप खेती गराए जस्तो केरा गराए जस्तो होइन त्यसलाई त्यसरी नसम्झिनुहोस् यहाँ म तपाईँले यहाँ उखु लाउनु भयो यो उखुको बारीमा अब यता के अरे उम्रिँदैछ उता हाल्दैछ जस्तो तरिकाले होइन क्या त्यो त तपाईँ यता उम्रिँदैछ उता हाल्दैछ केही फरक पर्दैन तर च्याउमा फरक पर्छ चाहे तपाईँ बटन मसरुम गर्नुहोस् चाहे वेस्टर गर्नुहोस् चाहे सिताकै गर्नु जुनसुकै गर्नु कि अलिकति थोरै तलमाथि होला सेन्सिटिभिटी होइन के अरे यसको बढी होला कसैको कम होला होइन तर सबै एउटै हो च्याउलाई एकदम धेरै ठुलो फेरि भास्ट केही पनि छैन काम सरल छ तर व्यवस्थापन एकदम चुस्त हुनुपर्छ यसको विज्ञान बुझ्नुपर्छ यति बुझ्नुभयो नि त अरू केही गर्नु पर्दैन बुझ्नुभयो